नमस्ते सबैजनालाई। के गरी खानुहुँदैछ तपाईँहरू? सुत्नु भएर है तपाईँहरू त नि मजाले निन्द्रामा बसिरहनु भएको छ होला, सुतेर नि सपना देखिरहनु भएको छ होला। अन्त म चाहिँ के भन्नु आएको भन्दा चाहिँ नि एउटा कुरामा कम्प्लेन छ क्या हो मेरोबाट। के कुरा भन्दाखेरि नि निन्द्रा चाहिँ किन लागेको हो भन्ने कुरा क्या हो। किन मलाई मात्रै निन्द्रा लाग्छ कि सबैजनालाई निन्द्रा लाग्छ हो राति? म निन्द्रा लागेर साह्रो गाह्रो भयो क्या। अन्त त्यसले गर्दा चाहिँ टाइम पास भिडियो बनाएको, मलाई अन्यथा नसोच्नु होला है। यो बाउला भएछ कि क्या हो, अनेक भिडियो बनाउँदै लाउँछ भनेर नसोच्नु होला है। टाइम पास यसो निन्द्रा हराउँछ नि त, त्यसको लागि भिडियो बनाएको। म चाहिँ कहाँ जाँदैछु भन्दा चाहिँ गोमटुबाट सामजोङहर जाँदैछु हो। साथी पनि छैन, साथीको लोड हुन्छ बिहान, मेरो भयो राति हो। अन्त एउटा कुरा मलाई राम्ररी बाटो पनि थाहा छैन हो। अन्त त्यो साथीलाई पर्खिनु पर्ने। अन्त होलुङ भन्ने जग्गामा गएर चाहिँ बिहान 9 बजीसम्म सुत्छु भन्ने हिसाबले हिँड्दै गरेको, तर त्यहाँसम्म पुग्नु पनि एकदमै गाह्रो भयो क्या साथीहरू। हिजो पनि रातभरि सुतेको जस्तो थिएन हो। 3 बजी सुतेर 5 बजी उठेको हो। त्यसले गर्दा गाह्रो भइरहेछ कि। अन्त त्यहाँ पुगेर चाहिँ सुत्नु पऱ्यो भनेको, साह्रै गाह्रो भयो हो साथीहरू। के गर्नु। बाई बाई, गुड नाइट सबैजनालाई। राम्ररी सुत्नु होला। सपनामा भेट्न आउँछु सबैजनालाई। बाई बाई।